यदि तपाईलाई श्रीमानले नहेरेको हो र श्रीमानले पैसा नपठाइदिएको हो भने के त्यसको साँच्चीकै सोलुसन अथवा समाधान भनेको के तपाईँ विदेश हिँड्नु हो त? हेर्नुहोस् त त्यो छोरीलाई, त्यो 5 वर्षको छोरीलाई ओछ्यानमै छोडेर तपाईँ विदेश हिँड्नुभयो। नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ यति बेला रोयल पातेटाकुरा हेरिरहनु भएको छ भने रोयल पातेटाकुराको साथमा म प्रकाश भिडै छु। दुईजना श्रीमान श्रीमती बीच शङ्का उत्पन्न हुन्छ, अर्थात् दुई श्रीमान र श्रीमती बीच अथाह विश्वास हुन्छ र अथाह माया हुन्छ र आफूले दिनुपर्ने अधिकार भन्दा धेरै अधिकार श्रीमतीको हातमा थमाइन्छ र आज एउटा वैदेशिक रोजगारमा रहेको श्रीमानले भोग्नु परेको यो कथा व्यथा तपाईहरु माझमा प्रष्ट रूपमा देखाउँदैछु। केही वर्षदेखि साउदी अरबमा काम गरिरहनु भएको एकजना दाजु, जसको पीडाले उहाँलाई मात्रै होइन धेरै श्रीमानहरू वैदेशिक रोजगारमा हुनुहुन्छ, उहाँहरूको मनलाई छुनेछ मैले विश्वास गरिरहेको छु। केही वर्षदेखि साउदीमा काम गरिरहनु भएको श्रीमानलाई अहिले जे भइरहेको छ त्यो अरू कोही अथवा कुनै पनि श्रीमानलाई नहोस्। आफूले दिनुपर्ने अधिकार अथवा आफूले पाउनुपर्ने अधिकार भन्दा हद नआएको हो कि जस्तो पनि लाग्छ। कतै एक आपसमा खटपट भएर सम्बन्धमा थोरै के खटपट भएर शङ्का उत्पन्न भएर यस्तो घटना भएको हो कि भन्ने चाहिँ मलाई लाग्छ। तर खासमा घटनामा के भएको थियो उहाँकै मुखार बिन्दुबाट यो प्रष्ट सुन्नुहोस्। सबैजनालाई दर्शन नमस्ते। म साउदी अरबदेखि, मेरो नाम रबिन कामी र मेरो बुढी निशा बिका हो। उसको नागरिकता नाम र के अरे फेसबुक नाम निशा जेकेटी छ। वो विगत 3 दिनदेखि घरबाट हिँडेको काठमाडौँ आएर विदेश पनि पुगिसकेर मलाई त केही पनि थाहा छैन। मैले चाहिँ उसलाई सरप्राइज दिनको लागि म घर आउँदैछु भनेर सरप्राइज दिनको लागि सामान किनेर ठिक्क पारेर अहिलेसम्म मैले पठाएको थिएँ 14-15 लाख रुपियाँ। त्यो पैसा पनि लगेर गएर के अरे अब अलिकति सुन पनि थियो 30-40 हजारको सुन, त्यो पनि सुन पनि लगेर गई। अब कसलाई दिई कहाँ बेची के गरी त्यो मलाई केही अत्तो छैन। अब हजुरले सक्नुहुन्छ भने यो मिडियाद्वारा र यो भिडियो मिडियासम्म पुर्याएर सक्दो मलाई सहयोग गरिदिनु होला भन्न चाहन्छु है। सम्पूर्ण साथीहरूले यो भिडियो सक्दो सेयर गर्नु होला र म उसको फोटो नै राखिदिने छु लिङ्कमा। र छोरीलाई म खलङ्गा ठुली मम्मीको छोरो बिमारी छ, म एकैछिनमा भेटेर आइहाल्छु साँझ भनेर बिहान उठेर गएको। 5 वर्षको छोरीलाई खाटमै सुताएर गएको। अब विदेशै पुगेछ। अब जुनसुकै ठाउँमा भए पनि आउनु पर्यो होइन। अब जस्तो भने सम्पर्कमा आउनु पर्यो होइन। अब के को लागि गयो किन गयो, अब मेरो त्यत्रो पैसा हिनामिना पारेको छ। अब त्यो पैसा धेरै वर्षको सङ्घर्षपछि थोरै पैसा कमाउँछ एउटा परदेशीले र अन्तिममा त्यसको फल न श्रीमती न घर परिवार न आफन्तीहरू न त आफूले कमाएको धन पैसा साथमा हुन्छ। यो वैदेशिक रोजगारमा हुनेहरूको एउटा दुःख पनि हो र विडम्बना पनि हो। उहाँ दाजु साउदी अरबमा बसेको धेरै वर्ष भइसकेको छ र त्यत्रो 15-16 लाख उहाँले भने तापनि त्यो होला नहोला तर केही रकम त होला। अथवा रकमकै कुरा नगरौँ, सुनकै कुरा नगरौँ, गहनाकै कुरा नगरौँ, एउटा घर व्यवहार त बिग्रियो नि त हैन। यदि विदेश जानु नै थियो भने उहाँलाई अथवा उहाँकी श्रीमतीलाई सोधेर जाँदा पनि हुन्थ्यो, अथवा मन परेन भने सम्बन्ध विच्छेद गरेर आफ्नो बाटो लाग्दा पनि हुन्थ्यो। तर यो जे भइरहेको छ यो सरासर गलत भइरहेको छ। यो एउटा पीडा हो। यदि उहाँ सरल तरिकाले कमाउने तरिकाले राम्रो तरिकाले विदेश जानुहुन्थ्यो भने यो हरकत गरेर जानुहुन्न थियो। घरमा एउटी 5 वर्षकी छोरीलाई ओछ्यानमा छोडेर विदेश हिँडेकी एकजना आमा, के उनको भविष्य उज्जवल रहला त? तपाईलाई कस्तो लाग्छ? विदेशमा यस आराम हुन्छ, पैसा भने पैसा हुन्छ, जे पायो त्यही खान पाइन्छ, जहाँ पायो त्यही घुम्न पाइन्छ। विदेशमा त के दुःख हुन्छ र भन्ने यदि
तपाईहरूलाई पनि कसैलाई अथवा तपाईहरूको यो भिडियो हेर्नेको कोही श्रीमतीलाई पनि त्यस्तो लागेको छ भने खास त्यस्तो विदेश छैन। जबकि घरमा काम नगरे साँझ खान पाइँदैन भने यो परदेश हो, यो विदेश हो। वैदेशिक रोजगार त्यति सजिलो छैन जति कि हामी नेपालमै खेतबारीमा एउटा सिकर्मी डकर्मी भएर लेबरी काम गर्छौँ। त्योभन्दा पनि अप्ठ्यारो छ विदेशमा। यदि तपाईँले पनि विदेश जाने सोचिरहनु भएको छ, श्रीमानको कुरा काटेर, श्रीमानलाई नटेरेर, श्रीमानले भनेको कुरा नसुनेर, श्रीमानले भन्दा धेरै म पनि पैसा कमाउँछु भन्ने यदि सोचमा हुनुहुन्छ भने यो घटनालाई हेर्नुहोस् त। उहाँ कुवेत पुग्नु भएको छ अरे उहाँसँग सम्पर्क विहीन हुनुहुन्छ। होला आफ्नै कारण होला सम्बन्ध बिग्रिने, होला त्यो दाइको पनि गल्ती होला, तर उहाँ दाइको कुनै गल्ती भए पनि त्यो गल्तीको सोलुसन अथवा त्यो गल्तीको समाधान चाहिँ यो होइन। यदि तपाईँले पनि कुनै ठाउँ र कुनै क्षेत्र अथवा कुवेतमा पुगिसक्नु भएको छ भने, यो भिडियो हेरिरहनु भएको छ भने तपाईँले जे गर्नुभयो यो गलत गर्नुभएको छ। एउटा त श्रीमानको लागि सरासर गलत, अनि घर व्यवहारको लागि गलत, र मेन भनेको मुख्य प्रमुख कुरा भनेको आफ्नो छोरीको लागि तपाईँ आमा बन्नु सक्नु भएन। समस्या अनेक आउँछन्, मान्छे हिँड्ने बाटोमा समस्या नआउने होइन, समस्यासँग जुझ्न सक्नु नै जिन्दगी हो जस्तो मलाई लाग्छ। श्रीमानले पैसा नपठाउन सक्नुहोला, श्रीमानले हेला गर्न सक्नुहोला, श्रीमानले नहेर्न सक्नुहोला, तर नहेर्नु, पैसा नपठाउनु र हेला गर्नुको यो समाधान भने पक्कै पनि होइन। त्यही भएर वैदेशिक रोजगारमा हुने 90% युवाहरू पीडित नै हुन्छन्। त्यो भएको कारणले गर्दा जे गलत छ त्यो गलत छ। जहिले पनि शरमको सम्मान गर्न सक्नुपर्छ। शरमको मात्रै होइन, शरम वैदेशिक रोजगारमा जानेले मात्रै गर्छन् भन्न खोजेको होइन, तर मैले भन्न खोजेको यति हो कि जो स्वदेशमै रोजगार गर्नुहुन्छ, जो घरमै केही काम गर्नुहुन्छ, त्योभन्दा धेरै हद सोचेभन्दा फरक छ, सोचेभन्दा धेरै टाढा र सोचेभन्दा धेरै फरक छ यो वैदेशिक रोजगार। आज उहाँको घटनाले उहाँलाई मात्र होइन, हामी सम्पूर्ण परदेशीहरूलाई झकझक्याउने काम गरिरहेको छ। भन्दै तपाईँले कुन ठाउँबाट भिडियो हेर्नुभयो, तपाईँलाई के लाग्छ कि उहाँले सही गर्नुभएको हो? कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। र यो च्यानललाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन र हामीसँग जोडिनु भएको छैन भने सब्सक्राइब गरेर हामीसँगै जोडेर हामीलाई सहयोग गर्न सक्नुहुनेछ, ताकि यस्तै भिडियो, अर्को भिडियो ल्याउन अलिकति हौसला मिलोस्। हस् त, धन्यवाद, बाई बाई।